हो त्यही गरेर हामीले देख्ने भनेको भित्रको चित्तले छ। हिजो आज मैले भने नि एउटा बाँदर चाहिँ घरभित्र आयो भने 9वटा ज्याल छ भने 9वटा ज्यालबाट निस्किन्छ कि थाहा नभएको मान्छे क्या 9वटा बाँदर छ भन्छ। तर भन्दा त्यो बाँदर एउटा घुम्छ, तर अब त्यहाँ निस्किँदा अर्को बाँदर जस्तो, त्यहाँबाट निस्क्यो भने अर्को बाँदर हो। त्यही गरेर हाम्रो विज्ञान चित्त एउटा भयो भने हाम्रो देख्ने चाहिँ के हो, हाम्रो गोगिया कोर्कुङ गोगु भन्छ है, हामीसँग पनि त्यसो 9वटा पलहरू छ है। जस्तै हाम्रो दिशा पिसाब गर्नेदेखि लिएर होइन हाम्रो नाक कान मुखदेखि सबै यो पलै पल हो है। भोलि हामी मरे जाँदा हाम्रो चित्त विज्ञान त एक ठाउँबाट त निस्केर जानु पऱ्यो नि है। हो त्यही कारणले हामीले जता अब हामीसँग यता चिलायो भने के छ, हाम्रो चित्त यहाँ छ जस्तो, तर हाम्रो चित्त विज्ञान छैन भने हामीले यहाँ चिलाएको थाहा हुन्छ हुँदैन नि त। हो त्यही कारण अब यहाँ चिलायो त्यहाँ चिलायो सबै के ल्यायो चेतनाले थाहा भयो नि त, चेतनाले हो। त्यो चेतना चाहिँ आफ्नो चेतना चिन्नु, मनको सब चिन्नु भन्ने कारण थियो क्या। अनि हामीले मन चिन्यौँ भने के, मनले डोरायो भने हामी कहाँ पुग्छ भन्दाखेरि संसारमा भावमा पुग्छ है। अनि चेतनाको ज्ञानले डोरायो भने के हुन्छ, हामीले बुद्धि ज्ञान प्राप्त गर्ने बाटोमा लान्छ। त्यही कारणले हाम्रो यो मन चाहिँ के हो भन्दा, मन चाहिँ अहिलेको समयमा चाहिँ हाम्रो सबैको मन चाहिँ के हो, एउटा मालिक जस्तो हो है। हामी त मनले सोचेको कुरो त गर्छ नि, नसोचेको कुरो गर्छ त गर्दैन। राम्रो ठाउँमा पनि हाम्रो मनले पुऱ्याउँछ, नराम्रो ठाउँमा पनि मनले गर्छ। त्यो मनले सोचेको अनुसार तपाईँले कर्म गरेपछि तपाईँ त्यो ठाउँ पुग्ने हो नि त। हो त्यही कारणले अनि सेमली यदिको यो हाम्रो शरीर चाहिँ के हो भन्दा योगबु जस्तो हो, योगबु है, नोकर जस्तो। धनीले जाँदा मालिकले जाँदा जा भने यसले त्यो गर्ने त हो नि है। अब मलाई फुल टिप्नु माला मनले फुल टिप्नु भने यो हातले टिप्ने त हो। अनि मनले टिप्ने सोच्छ भने यो हातले टिप्छ टिप्दैनन् हो। त्यो सेम अनि हाम्रो शरीरलाई चाहिँ कतापट्टि डोर्याउने भने तपाईँ हातमा छ हो। त्यो गरेर हामीले राम्रो कर्म गऱ्यो भने हामी राम्रैतिर पुग्ने चाहिँ प्रत्यक्ष तब हामीमै थाहा हुन्छ। जस्तै म मान्छेलाई एउटा फाइदा हुने काम गर्छु भनेर सोचेर गऱ्यो भने उसलाई फाइदा पुग्छ, उसले गर्नु पनि सक्छ होइन। म कसैको लागि केही गर्दैन भने केही पनि गर्दैन, त्यसले केही पनि सोच्दैन, खास त्यसो हो वास्तव। त्यही कारण हामीले गऱ्यो भने हुन्छ भन्ने कुरा चाहिँ प्रत्यक्ष हो। जस्तै हामी सगरमाथा चढ्नु भने त सगरमाथा चढ्छु मात्र भनेर भएन नि, यहाँदेखि पैदल त टेक्नु पऱ्यो नि त हो। पैदल टेक्दै गएको सगरमाथा पुग्छ त। मनले चाहिँ सगरमाथा पुग्छ भने यहाँ झोकायो बसेर पुग्छ पुग्दैन नि हो। छेउ भनेको सबै त्यो हो, जिन्दगीमा लागेको पनि त्यो हो, छेउ पनि त्यो हो। अनि सत्कर्म गरेर अनि अलिअलि गर्ने है। घ्याउ सक्छ गर्ने भने घ्याउ भनेको मैले हिजो भने नि हिजो त्यो गाताङहरूमा दुङ मगो त है, कुद्नु पर्दैन है। हाम्रो त हाम्रो संस्कारमा के छ, त्यसले हामीले धर्मले के व्याख्या भन्छ भने टोचे टोमे सिन्दुर टोमे रप्त टोमे भन्छ है। एउटा चाहिँ ध्यान मात्र गरेपछि त्यो चाहिँ एकदम गद। यो टोचे भनेको त्यो हलेङ्गाहरूमा गिर्नु हुन्छ। किनभने फेरि हाम्रो मान्छेको हिजो भने हिजो हामीले पढ्दाखेरि धुल्चे खाम ओङ सम्बा भन्ने आयो होइन मोपा। कोही मान्छेलाई कस्तो चाहिन्छ, को मान्छेलाई कस्तो मनपर्छ होइन, को मान्छेलाई कस्तो कर्म पर्छ, त्यो आफ्नो आन्सरले बुद्धले त्यो आन्सर चाहिँ सिकाइदिएको है। बरेङ जस्तै हो, चरालाई त बरेङ चाहिँदैन नि त, तर हामी जस्तो उडेर जन्म सक्नेलाई त बरेङ चाहिन्छ नि हो। त्यो बुद्धको शिक्षा चाहिँ एकदम गम्भीर छ भन्ने कारण त्यसो मान्छे अनुसारको, मान्छेको भावना अनुसार, मान्छेको सोचाइ अनुसार, मान्छेलाई कुन खालको चाहिँ मनपर्छ त्यो अनुसार बाटो देखाएको हुन्छ होइन। तपाईँलाई मनपरेको कुरो मलाई मनपर्छ भने त हुँदैन नि, अनि मलाई मन पर्दैन भन्दा त्यो कुरा होइन भन्नु पनि मिल्दैन नि त हो। बुद्धको शिक्षा भने यसो गम्भीर छ भनेको मान्छे अनुसारले यसो बाटो देखाएको छ। अनि त्यही कुराले हामीले सबैलाई अप्नाउन सक्यो भने हाम्रो विशाल विचार बनाउनुपर्छ भने त्यो हो। हाम्रो विशाल विचार छैन भने त हामी अड्दैन नि, त्यसले भनेको कुरा पनि मन पर्दैन, उसले भनेको कुरा पनि मन पर्दैन, त्यो अटाउन सक्ने हामी क्षमतै छैन पहिलेको, थाहा नभएको कारणले। थाहा भयो भने हरेक कुरा हामीले स्वीकार्न सक्छ हो। त्यही कारणले अनि हामीले चाहिँ मनलाई शुद्ध अनि शून्यतामा अब चाहिने त हामीलाई करुणा र शून्यता भयो। तोइङ चाहिँ बुझ्छ नि भन्छ पेचमा है। तोइङ भनेको यो शून्यता, शून्यताबाट चाहिँ के उत्पन्न हुनुहुन्छ करुणा है हो। त्यो खालको चाहिँ छ भने त अनि त्यहाँबाट चाहिँ मान्छे बिस्तारै भन्यो नि त। त्यही कारणले हामीले जहिले पनि ध्यान गर्ने कारण मेन इम्पोर्टेन्ट कारण चाहिँ त्यो हो। अनि मैले बरु अरू कला छिनोस्, बरु यो चाहिँ तपाईँलाई चाहेको भनेको शिक्षा हो है। पढ्नु त बिस्तारै जानिहाल्छ, तर शिक्षा सुन्नु भनेको चाहिँ थाहा पाउनुलाई चाहिँ तपाईँको मनलाई चाहिँ कसरी चाहिँ चेन्ज आउने है हो। त्यो गरेर चाहिँ राम्रो हुन्छ। फेरि हामी छेउ परेर